गुड मर्निङ एभ्रिवान। मेरो बिहानको सुरुवात चाहिँ चियाबाट हुँदैछ र म यहाँ बोडी पनि केलाउँदैछु। दुधको चिया पकाउँदै, तर मेरो लागि होइन, मेरो बाबु बुढाको लागि हो। मेरो बुढाको नक्कल चाहिँ फेरि धेरै हुन्छ के। अप्रिल फुलमा लगाएको अरे मलाई के पेट दुख्यो अरे यो भन्ने हुन्थ्यो। म हस्पिटल लगिदिइ हाल्छु नि भन्दैछु। अनि अहिले मेरो भिडियो नबनाऊ रे, म भरे कपाल काटेर आउँछु अनि मेरो भिडियो बनाऊ भन्दै हुन्छ। अनि मैले भइहाल्छ नि भने। अनि यहाँ मेरो आज चाहिँ मलाई आलु पकौडा खान मन लागेको थियो, त्यही भएर मैले आलु काट्दैछु अनि मैले बोडी पनि बोटिरहेको छु। आमा चाहिँ फेरि यो के बनाएको भन्दै हुन्छ। आमाले चाहिँ मैले आलु पकौडा बनाउँदैछु आमा, अहिले खानुपर्छ भन्दैछु। आमाले चाहिँ मलाई के हेल्प गरिराख्नुहुन्छ क्या। अनि आमाले गुन्द्रुक साँधिरहनु भएको छ। मैले आमालाई भनेको थिएँ, आमा आज गुन्द्रुक साध्नु ल भनेर। हुन्छ भन्नुभएको थियो। अनि आजको वेदर चाहिँ बहाल छ कि गाइज, यस्तै भयो त कति आनन्द हुन्छ है। अनि यहाँ मैले दाल पनि जाने, यहाँ आलु पकौडा पनि पाक्दैछ। आलु पकौडा पाकिसकेपछि यहाँ आलु सबै रेडी भयो, खाना पनि रेडी भयो। खाना आउनु है गाइज। हजुरहरूको पाकेको पाएन, मेरो त खानासाना पाकेर खाइसके पनि अहिले त म मस्त बसिरहेको छु। अनि आज खाना चाहिँ एकदम सिम्पल छ। आमा र मेरो चाहिँ पुरै हाँसी मजाक चलिरहेको छ क्या। आमाले मैले हायो भने गर्नु भनेको, आमाले नै हाँसेर। अनि यहाँ आमा चाहिँ फेरि खुर्सानी पिन्दै हुनुहुन्छ कि सिलौटामा, गुन्द्रुक साँधेको रे क्या। आमाले छुट्टै ताले बनाउनुहुन्छ क्या। आमाले जे पकाए पनि मिठो हुन्छ क्या गाइज। हजुरलाई त्यस्तो हुन्छ हुँदैन। अनि मेरो बुढाको चाहिँ नक्कल फेरि कति आएको भगवान् कति। अनि मैले यहाँ बेड पनि मिलाएँ। अनि यहाँ आमाले खाना खाँदै हुनुहुन्छ, मैले पनि खाएँ, तर मैले भिडियो बनाउनु बिर्सेँ। मेरो बुढाले चाहिँ के भन्नुभएको मलाई, म एउटा बोनु मस्काउँछु, त मेरो भिडियो बनाइदिएँ। अनि मैले हुन्छ, म भइहाल्छ नि, सबै भाँडा त कहाँ मस्काउनुहुन्छ र, एउटा भिडियोको लागि चाहिँ बनाउनु भयो। अनि यहाँ पोछा लाउँदैछु, पोछा लगाएपछि मेरो अहिले बिहानको ड्युटी चाहिँ सक्यो। अब फेरि दिउँसोको ड्युटी स्टार्ट हुन्छ। अहिलेको लागि चाहिँ मेरो रेस्ट टाइम। लाइक कमेन्ट र फलो चाहिँ गर्नु होला है गाइज।